Hey guys, good morning. Welcome back to my new vlog. र आजको vlogमा चाहिँ हुनेवाला छ मेरो किचनको deep cleaning as a homemaker है for the first time full time homemaker म चाहिँ है यो पालिको यो सालको 2026 को किनभने त्यो भन्दा अगाडि मैले पनि जब गरिरहेको थिएँ सो फुल टाइम होममेकर भएकोले गर्दाखेरि चाहिँ आज म है किचनको डिप क्लिनिङ गर्नु गइरहेको छु हाम्रो कन्टेन्ट यस्तै हुँदो रहेछ है किनभने अब घरमा काम पनि गर्नु पर्यो हो अनि भिडियो पनि बनाउनै पर्यो सो टाइम म्यानेज गर्न नसक्दाखेरि चाहिँ बरु घरै सफा गरेको देखाउँदा पनि के हुन्छ यो पनि त कन्टेन्ट नै हो है हामी दिनभरि कामै त गरेको हो सो मेरो किचन चाहिँ एकदमै मेस भइरहेको छ निकै दिन भएको थियो है निकै महिना किनभने म पनि अलिक बिसन्चो थिएँ र सो आज चाहिँ मैले फाइनली डिसिजन लिएको छु कि म आज मेरो किचनलाई डिप क्लिनिङ गर्छु भनेर र म कस्तो प्रकारले गर्छु तपाईले हेर्दै जानुहोस् है र भिडियोलाई मन पर्यो भने चाहिँ लाइक अनि कमेन्ट गर्नु नबिर्सनुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु पनि नबिर्सनुहोस् किनभने म चाहिँ लिएर आउनेवाला छु यस्तै फुल टाइम होममेकरको काम चाहिँ के हुन्छ घरमा भन्दै यस्तै भ्लगहरू भन्दै लेट्स स्टार्ट अगाडि चाहिँ गीत बजाउनु इज नेसेसरी इम्पोर्टेन्ट है किनभने चाहिँ गीत बजाएको छ भने चाहिँ काम गरेको चाहिँ एकैछिन है टाइम पास भएको थाहा पनि पाउँदैन इन्जोय पनि हुन्छ गीत गाउँदै है बिफोर क्लिनिङ चाहिँ कस्तो छ भने चाहिँ एकदमै मेस मैला भइरहेको छ हो यहाँ हेर्नुहोस् न यस्तो भइरहेको छ बिफोर यो चाहिँ बिफोर त्यसपछि म तपाईँलाई आफ्टर पनि देखाउनेवाला छु देखि स्टार्ट गरेको 11:30 भइसक्यो भर्खर सफा भनेको फ्रिज गरिसकेँ यो एरिया साफसुफ गरिसकेँ अब यति मात्रै अझै फ्लोर सफा गर्नु छ यहाँ पनि सफा गर्नु छ टेबल यतिकै मेस छ हो
Naru continue or the white one. सो गाइस अहिले भने चाहिँ मैले सफा गरिसकेँ है डिप क्लिनिङ भनेको तर त्यस्तो डरलाग्दो डिप क्लिनिङ चाहिँ भएन किनभने टाइम पनि तपाईँको 9:30 देखि स्टार्ट गरेको अहिले 12:10 भइसक्यो हो अब भोक पनि लाग्दैछ है खाजा खाने टाइम पनि भयो तर पनि मैले हाफ चाहिँ सकेँ है अनि अब यसलाई के गर्नु यतिको भएको छ अहिले चाहिँ सफा है एकदम सनक्कै सफा गरेँ अब यो चाहिँ म खाजा खान्छु हो अनि फ्रिज पनि एकदमै बिहानखेरि सफा हो चटक्कै फ्लोर पनि पुसिहाल्यो है अब चाहिँ नुहाउनुपर्छ एकदम हालत पतला भइसक्यो मेरो देख्न सक्नुहुँदैछ तपाईँले लुगाहरूको गति यस्तो घिनलाग्दो भइसक्यो हो अब चाहिँ नुहाउने हो खाजा खाने हो अनि रिल्याक्स गर्ने हो थ्याङ्क यू फर वाचिङ गाइस र मेरो भिडियो कस्तो लाग्यो हजुरहरूलाई प्लिज कमेन्टमा भनिदिनुहोस् होला अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि सी यू इन द नेक्स्ट भ्लग बाई बाई